हेलो सबैमा जय श्री सचिदानन्दै र किन जय श्री सचिदानन्द भन्दा चाहिँ भोलिको लागि निमन्त्रणाको लागि पनि मैले भनिहालेको एडभान्समा नै र भोलि चाहिँ हाम्रो घरमा सत्संग छ है र सत्संग हुनको कारणले गर्दा सन्त महात्मा हरिद्वार तीर्थस्थल धेरै तीर्थस्थल घुमेर आउनुभएको सन्त महात्माको चाहिँ यहाँ चाहिँ आगमन भइरहेको छ है र मैले चाहिँ सानो भिडियो किन बनाइरहेको छु त भन्दा चाहिँ जति पनि भोलि कोटे सत्संगमा आउनुहुन्छ उहाँले त अब सन्त महात्माको दर्शन अनि सत्संगको लाभ उठाउने नै हुन्छ र जति पनि आउनुहुन्न उहाँलाई चाहिँ मेरो सानो भिडियोद्वारा म तपाईलाई फेसबुक अनि युट्युबद्वारा मेरो आजको भिडियो देखाउन गइरहेछु र अहिले चाहिँ अब बेलुकाको अब 5:30-6 बजिसक्यो है र दिदीले चाहिँ यहाँनिर हेर्नुहोस् है यहाँ कान्छी दिदी चाहिँ बिजी हुनुहुन्छ सेलरोटी पकाउनुमा है सेलरोटी चाहिँ अघिदेखि नै हाल्नुभएको र सेलरोटी यसरी पक्दैछ है यसरी दिदी चाहिँ यता हुनुहुन्छ र भोलिको लागि के कस्तो तयारी हुँदैछ दिदी आज खास यो काम अलिकति छिटै सक्ने तर आज स्कुलमा पनि प्रोग्राम थियो हाम्रो स्वामी प्रबोधानन्दजी महाराजको तीर्थ र उहाँ महासमाधि दिवस भएको हुनाले स्कुलबाट आउँदै ढिलो भयो र बजारमै चाहिँ एउटा सौदा थियो है अहिले बनाउँदैछु अब अहिले चाहिँ सेलरोटीको तयारी हुँदैछ अब त्यहाँबाट बिस्तारै गर्दैछौँ के हुन्छ है अब आज चाहिँ सुताइ चाहिँ ढिलै हुन्छ अब चाहिँ भाइले मलाई पालो दिनलाई रोटी हालिदिँदैछ ल अब चाहिँ सुरज स्पेसल सेलरोटी बनिँदैछ हेर्नु होला गुड मर्निङ सबैमा र जय श्री सचिदानन्द अगेन है र आज चाहिँ अब हाम्रो घरमा सत्संग छ 1 बजेदेखि र तपाईँहरूमा आज सत्संगको भिडियो ल्याउनेछु भिडियो हेर्नलाई र सत्संगको लागि आज मैले अलमोस्ट रेडी गरिसकेँ महाराजजीको बस्ने आसन पर हो त्यहाँदेखि चाहिँ यता चाहिँ प्रेमीहरू बस्दै जानुहुन्छ सबै जग्गा है नअटेको र अब यतापट्टि रुममा बस्दा पनि भयो हो यतापट्टि बस्दा पनि भयो है त्यस्तो छ र अब हामी चाहिँ काम गर्दैछौँ फटाफट र यहाँ धमाधम सेवा हुँदैछ हो यहाँ हाम्रो अनु दिदी यहाँ हाम्रो कान्छी दिदी धमाधमै सेवा लुट्दैछ है र म चाहिँ हल्का काम गर्दैछु यहाँ प्रसाद पकाउँदैछु धमाधम कभी नहीं
माता जी की जय, सबै सन्त महात्मा की जय। विशेष भाइजीको आज्ञा हुँदा मात्रै म हजुरको समक्ष उभिन्छु र विशेष प्रवचन भनौँ, प्रवचन भन्नाले परको वचन सन्त महात्माले सुनाउँछन्। हामी गृहस्थीहरू चाहिँ यस्तै हो, सबैको तपाईँहरू हाम्रो र तिनै भन्यो भने नि कोइला खानेमा बसेपछि कालो लागेन भन्नु सकिँदैन होइन, सबैलाई कालो लागेको हुन्छ। र म साधारण कुराहरू मात्रै हजुरको समक्ष राखिन्छु। विशेष हामीले भन्छौँ सत्सङ्गमा जानुपर्छ भन्छौँ। राम्रो विचार गरौँ, विचार नै सबैभन्दा ठुलो ज्ञान हो। सत्सङ्गमा जानुपर्छ भन्छौँ हामी होइन, सबैले भन्छौँ त, भन्छौँ नि होइन, घरमा आज सत्सङ्गमा जानु छ भन्छ। वास्तविकतामा हेऱ्यौँ भने सत्सङ्ग भनेको के हो भन्दाखेरि सत्यको सङ्गत। सत्यको सङ्गतमा जानुपर्छ कि गर्नुपर्छ? सत्यको सङ्गत गर्नुपर्छ होइन। अस्ति सिलगढीमा म घुम्दै थिएँ, हामी बजारतिर घुम्थ्यौँ। उनीहरू कुनै एउटा संस्थाहरूको मान्छेहरू चाहिँ उनीहरूले भन्दै थियो, एउटा घुम्थ्यो कि कहाँ गएको भन्दाखेरि आज सत्सङ्ग गर्नु गएको भने, क्या सत्सङ्ग गर्नु गएको भने मैले सोचेँ हो कहाँ छ आजको सङ्गति भने। अन्त मैले यसो सोचेँ ठिकै कुरा गर्नुहुँदो रहेछ, सत्सङ्ग चाहिँ गर्नु पर्दो रहेछ त होइन। र वास्तविकमा सत्सङ्ग के हो त? यत्रो दिनसम्म हामीले सुन्दै आइरहेको छौँ, भनि पनि राखेको छौँ, सधैँ सत्सङ्गमा जानुपर्छ भन्दैछौँ, तर सत्यको सङ्गत चाहिँ के हो त भन्दाखेरि हामीले आज यो गुरुद्वारामा बसेर सन्त महात्माहरूको दिनरात सत्सङ्ग सुनेर, श्री गुरु महाराजजीको मतलब दिव्य परिवारको सत्सङ्ग सुनेर के पायौँ भने सत्य चाहिँ के रहेछ त संसारमा? संसार सत्य हो त? के चाहिँ सत्य रहेछ? त्यहाँबाट हामीले के पाउँछौँ भने सत्य चाहिँ केही पनि छैन, सबै छलिन्छ। सत्यको असत्यको र सत्यको परिचय कसरी हुन्छ भने वर्णन कसरी हुन्छ? सत्य भनेको जो चाहिँ सातको छ, सधैँ छ, कहिले पनि परिवर्तन हुँदैन। प्रेमले भन्नु सर्वदेव महाराज की जय, सत्य श्री जगज्जननी माता जी की जय, महापति महादेव की जय, भारत माता जी की जय। परम पिता परमात्मा ज्ञानदाता श्री सर्वदेव महाराज जी, मंच में उपस्थित भाइजी, आजको कोठी सत्सङ्गमा उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनी जिज्ञासुवर्ग, धेरै बेरदेखि हजुर हामी सुन्दर सुन्दर भजन कीर्तनको आनन्द लिने वक्त गुरु बाबाद्वारा हजुर हामी सत्सङ्ग सुनि हेर्नु। सत्सङ्ग हजुर हामी सुन्दै गएको हुन्छौँ, सुनिरहेको हुन्छौँ, तर हजुर हामीले मनन चिन्तन गर्नु अशक्त रहेछ। किन भन्दाखेरि हेर्नुहोस्, सत्सङ्ग सबैले सत्सङ्ग प्राप्ति गर्नु सक्दैन।
तर आज हजुर हामी त अति नै भाग्यशाली रहेछौँ। किन भन्दाखेरि सत्सङ्गको गङ्गामा गोता लगाउनको लागि हजुर हामी अवसर पाएको छ। यी अवसर कसले दिनुभएको छ भन्दाखेरि समयको सद्गुरुले हजुर हामीले दिनुभएको छ। हेर्नुहोस्, राम नाम के हिरे मोती सन्त बिके गली गली मेलो प्रेमको प्यारा आवाज लगाएर गली गली। हेर्नुहोस्, आज हजुर हामी अति नै भाग्यशाली रहेछौँ। किन भन्दाखेरि सबैजना आफ्नो जीविकाको लागि के हो भने के न के बिजनेस गर्नुहुन्छ होइन। त्यसरी नै साधु सन्त पनि के गर्नुहुन्छ भने गाउँ समाजमा गएर हिरा मोती हेर्नुहोस्, हिरा मोती हेर्नुहोस् के गर्नुहुन्छ भन्दाखेरि साधु सन्तको पासमा के छन् भने हिरा मोती छन्। उहाँहरू गाउँ समाजमा गएर आवाज लगाउनुहुन्छ। किन भन्दाखेरि तर पनि गाउँ समाजको व्यक्तिको मनमा के हो भन्दाखेरि काममा यति बिघ्न बिजी छन्। किन भन्दाखेरि साधु सन्त गाउँमा गएपछि के भन्नुहुन्छ भन्दाखेरि के को लागि साधु सन्त आउनुभयो भनेर भित्रबाट बाहिर निक्लेर प्रार्थना गर्नु कसैकोमा समय छैन। किन भन्दाखेरि प्रार्थना गरेपछि हेर्नुहोस्, प्रार्थना गरेपछि हजुरहरूले के पाउँछ भन्दाखेरि समयको सद्गुरुको नाम के हो, ज्ञान दिनुको लागि साधु सन्त जानुहुन्छन्, सत्सङ्ग सुनाउनको लागि जानुहुन्छन्। तर पनि व्यक्तिको सोच अनि विचार के हो भन्दा समय छैन, टाइम छैन, फुर्सद छैन भनेर भन्नुहुँदो रहेछ। दर्शन दिनुहुन्छ अनि सबैको मामा त्यस्तै गुरु महाराज अनि फोन गरेर गुरु महाराज हजुर आउनुहुन्छ भने हजुर आएपछि अर्को पनि 10-12 दिन भनिसक्नु भयो। मेरोमा एक व्यक्ति 10-12 जनको घरमा गएर के खानुहुन्छ, एउटा भुडी कत्रो हुन्छ, सानो त हुन्छ, के खानुहुन्छ होइन। हजुर हामी पनि एउटा घरमा बसेपछि अर्को घर सपोज 2टा घरमा हामीहरू खायौँ होइन, 3टा घरमा खायौँ, तर 5-6वटा असन्न भयो अनि भन्नुभयो सबैको घरमा सबैको भक्तको मन राख्नु मेरो बसको ए होइन। मेरो पनि त शरीर हो, मेरो शरीर हो, शरीरले सोच्नुपर्छ, विचार गर्नुपर्छ सानो बुढीमा कति अट्छ। तर गुरु महाराज के भन्नु, कसैको मन नदुखोस् भनेर गुरु महाराजले भन्नुभयो ठिक छ, सबैको सोच अनि विचारले म पूरा गर्छु। वंदित में कर जो विघ्न मिटे प्रकृति विभु होई विमला मति मोह बंदो चरण सरोज गुरु मुध मंगला आघा जी ही सेवत नर होत है भवसागर से पार माता दुर्मति दूर करो मंगल करो शब काज मन मंदिर उज्जवल करो कृपा कर की
भाइजी, साथै आजको यो पावन अनि पवित्र घडी जो सत्सङ्ग हाम्रो आदरणीय दिदी सुजाता दिदीको यो नयाँ घर सायद सत्सङ्ग भएको र यसमा उपस्थित हुनुभएका आदरणीय प्रेमी सज्जनगण, ईश्वर अनुरागी मातापिता, दाजुभाइ, दिदीबहिनी र तपाईँ हामी आज श्री मालिकको चरण सरोजको छत्रछायामा बसेर यो सुन्दर सत्सङ्ग सरोवरमा डुब्की लगाउने सुन्दर अवसर प्राप्त गरिरहेका छौँ र अगाडिबाट नै तपाईँ हामीले आफ्नो अनुभव हाम्रो आदरणीय दाजु त्रिलोक दाजुले पनि राख्नुभयो, साथै पूजनीय बाइजीद्वारा पनि हामीले एकदमै भावपूर्ण सत्सङ्गलाई श्रवण गरिरहेका थियौँ र साँच्चै नै भन्नुपर्दाखेरि कि हामीले आज हेर्नुहोस् आत्मा कल्याणको निम्ति आज जो मानव देह तपाईँ हामीलाई प्राप्त छ त यसमा तपाईँ हाम्रो आज हेर्नुहोस् जो मानव जीवनको लक्ष्य छ त यसलाई प्राप्त गर्नुको निम्ति चाहिँ तपाईँ हाम्रोमा भाव हुनु अति नै आवश्यक रहेछ र नै श्री जो माताजी राजराजेश्वरी देवी जो आफ्नो प्रवचनमा है हामीले त अब उहाँको श्रीमुखबाटै त प्रवचन सुनेनौँ, हाम्रो त्यस्तो भाग्य भएन, हामीलाई सौभाग्य मिलेन। त उहाँले जब सत्सङ्ग सुनाउनुहुन्थ्यो है त सत्सङ्गमा चाहिँ उहाँले भजन गाउनुहुन्थेछ र हामीले अब उहाँको अहिले प्रवचन है अब पत्रिकाहरू छ त उहाँ प्रवचनमा चाहिँ उहाँले अब भजन गाएको त्यो भजनहरू पनि त्यहाँ लेखिएको हामी पाउँछौँ र उहाँले जहिले पनि अब सत्सङ्गमा है भावका भूका हुने भाव ही अति भाव से बेडा पार है भनेर चाहिँ उहाँले भजन गाउनुहुन्थेछ र त्यसरी हेर्नुहोस् भाव है अब आज हेर्नुहोस् मालिकहरू है जो पनि संसारमा अवतार लिएर महान पुरुषहरू होइन महान शक्तिहरू जब आउनुहुन्छ त उहाँहरूले चाहिँ हाम्रो धन सम्पत्ति होइन हाम्रो एउटा अब राम्रो विचरण आज गरिरहेको छ है। हामी कहाँ कहाँ गइरहेको छौँ, कस्तो कस्तो जग्गामा हामी जान्छौँ, अहिले हामी यहाँ बसिरहेको छौँ, हाम्रो शरीर त हामीले यहाँ राखिरहेको छौँ तर हाम्रो मन भन्ने कति दौड लगाइरहेको छ नि त। त्यसरी अब मनबाट चाहिँ तपाईँहरूको के प्रकट हुनु पर्यो भन्दाखेरि चाहिँ भाव प्रकट हुनु पर्यो। भाव एउटा श्रद्धायुक्त भाव चाहिँ जब तपाईँ हाम्रो मनबाट अब निस्कन्छ है प्रकट हुन्छ तब त्यो भावले आज महान पुरुषहरूले चाहिँ स्वीकार्नुहुन्छ है। उहाँहरूले चाहिँ त्यही भावलाई चाहनुहुन्छ, त्यही भावलाई उहाँले अब हाम्रोबाट उहाँले लिनुहुन्छ।